हिउँ नभएका मान्छे घर कता र घर मेरो रामेछाप छ हाम्रो त्यहाँ माथि थबाङमा साइड छ उडाइदिएँ त मैले फाइनली गाइजहरु है अब हामी चाहिँ यो बाटो हुँदै माथि टपसम्म जान्छौँ तर बाटो एकदम हिउँ नै हिउँ परेछ सबैमा है यस्तो रमणीय दृश्य है ल हेर्नुस् ल चारैतिर हिउँ नै हिउँ बाटोभरि हिउँ नै हिउँ बाइक चिप्लेर त्यस्तै है तर जे होस् राइड एकदम बबाल भएको छ एकदम रमाइलो भएको छ सो गाइजहरु अगर हजुरहरु पनि रुकुम रोल्पादेखिबाट हैन पोखरा बेनी बागलुङतिरको चाहिँ ट्राभल गर्दै हुनुहुन्छ भने डोन्ट मिस आउट दिस भ्यूज ओके गाइज फाइनली हिउँले चाहिँ गाडी रोकेको ठाउँमा आइपुग्यौँ है पुरा यहाँनिर एउटा बस उ त्यहाँ माथि छ अड्केर बसेको पुरै हिउँ छ बाटैभरि यो सबै हिउँ हो चिप्लो हिउँ बाइक घुर्दैन अब यहाँ कति बेरसम्म थन्किने हो घाम चाहिँ मजाले लागेको छ यो घामले कति बेरसम्ममा पगाल्छ हिउँ रमाइलो त रमाइलो छ नि हिउँ खेल्नलाई यस्तरी उडाउनुपर्छ मजा आउँछ आउन चाहिँ यहाँ विजयहरू एउटा बाइक पनि आउँदैछ है हल्लिँदै आइरहेछ बिजोग छ यो बाइकको पनि मैले चाहिँ यहीँ रोकेर राखेँ तर रमाइलो चाहिँ रमाइलो छ अब यहाँ 2-3 घन्टा लाग्छ होला घामले यो पगालिसकेपछि नै टक्क लाएर रुखको पात पनि छ बाइक नतानेर हेर्नु न यहाँ हिउँले बाइक चिप्लेर अनि यो हिउँले गर्दा र यो टपको लेभलमा गर्दा अक्सिजन लेभल पनि कम भएर क्या स्यास्या भइरहेछ त्यहाँ पर बस अड्केर बसेको छ चिप्ले बिजोक बस अड्केर त्यहाँ बसेको छ बाइक चिप्ले हाम्रो त्यहाँ तल छ भिडियो बनाउने हो र भिडियो भन्दा नि ढकल यार टपमा हिउँ पनि परेको छ अनि सास फेर्न गाह्रो अक्सिजन लेभल एकदम डाउन हेर्न सक्नुहुन्छ बाटोघाटोमा यी पुरै हिउँ नै हिउँ बल्ल त्यो बसहरू जाम भएको ठाउँ चाहिँ मैले उकाल्न सफल भएँ त्यहाँबाट निस्केर म अलिकति माथि आएको छु अझ पनि मलाई यो हिउँ भएको ठाउँ कट्नलाई साह्रो गाह्रो परिरहेछ तर घाम चाहिँ मजाले लागेको छ 2-3 घन्टामा चाहिँ यो हिउँहरू पग्लिने सम्भावना छ तर यो रोडको चाहिँ यो साइडको त अब टाइम लाग्छ है पुरै यस्तो भएको छ तर जे होस् रमाइलो लाग्यो रमाइलो छ हिउँ मन पर्ने साथीहरूले पनि कमेन्ट गर्नु होला लाइभ सेयर गर्नु होला है भिडियो सेयर गरिदिनु होला